गाई जस्तिको हावाहुरीले म्याउ स्याउ पनि खसेछ। हेर्नु न म्याउ पनि कस्तो छ अरे त, गाँठा र गुठी गेडा र गुडी निक्ले है। हामीले खानी चाहिँ यो अझै यहाँनिर म्याउ पाकेको रहेछ। अब यो म्याउ टिप्टा पार्ने खानु पर्यो। गाई जब यतापट्टि अलिकति भएर रहेछ अरे भित्र कुहिया रहेछ। इट्स ओके। अब यसलाई काटकुट पारेर गाई खानेछौँ हामी। खाने भए हजुर पनि आउनु होला। के निक्लिया भित्रबाट, किरा निक्लिया यार, किरा निक्लिया। खै यसलाई काटेर हेरौँ पहिला। खै स्टाइलको के सर्र लाएर यो पिस पिसवाला छ है। ट्याक्क लाएर गाँठा गुठी गेडा गुडी सबै उ भएको निक्लेको। अब हेरौँ है काटेर। यति त कुहिया रहेछ। अब खाना मिल्छ कि मिल्दैन यसले काटेर हेरौँ। ओ गाई सही छ क्या यार। ल सोलिड छ। यसलाई काटकुट पारौँ है। अब यस्तो हो यार, यसको पिस पिस रहेछ गाई यार। यसको यार हेर्नु अटोमेटिकै पिसहरू छुट्टिएको छ क्या। यान्ती यस्तो पिस पिस पुरै। वाह नाइस गाइज। अब यसलाई अलिकति फालिसी एकदम खान लायकको छ। अब यसलाई काटकुट पार्छु, खान्छु गाइज। ओके गाइज यसरी अब काटकुट पार्यो होइन। अब यसलाई सर्लक्क धुनु पऱ्यो, खानु पऱ्यो। अनि के हुन्छ हेरौँ है यसको स्वाद चाहिँ कस्तो थियो। म्याउ चाहिँ हेर्दा आङकुडे बाङकुडे गेडागुडी निक्लिएको थियो। अब यो हेरौँ है गाइज। दामी रहेछ एकदम मिठो गुलियो। आउनु होला सबजना आन म्याउ म्याउ।